लास्टै आपत अनि कतिको रमाइलो गाड्ने हो Hey guys, good afternoon. Welcome back to my new video. I hope सबैजना सन्चै आराममा हुनुहुन्छ होला म पनि सन्चै आराम छु आज चाहिँ मेरो नेक्स्ट ब्लगमा हजुरहरूलाई स्वागत छ हैन आज चाहिँ टोयलेटको गड्डो पनि खनियो नलगा पनि बनाइयो हैन बाहिर चाहिँ घाम लास्टै छ के हैन बाहिर घाम लास्टै छ अनि त्यस्तै हो टक्क परेर हो कि नै ओहो ब्लग बनाउन न ब्लग यो चाहिँ मेरी बुढी त्यस्तै हो बाहिर चाहिँ यस्तो धेरै गर्मी छ काम छ गाउँ साउँ पनि काटिसके टक्क परेर हेर्न सक्नुहुन्छ चट्ट भनेर यस्तो छ हैन यो उता पनि काटिसक्यो हैन यता पनि काटिसक्यो अहिले चाहिँ धेरै गर्मी छ हैन त्यस्तै हो अनि आज चाहिँ यता के भन्छन् बाग्रो साग्रो काटेको थियो कि हो अनि त्यसैले मेरो भान्जाहरू हेरेन यस्तो भाछन् कि भिजेर यार कहिले भिज्यो भने तुलाई पुरा गर्छ नि गर्छ जल्दी गर्छ जल्दी गर्छ छुट्छ गर छुट्छ गर्छ गर्छ त्यो हाम्रो आयो बिरसिङ सर भन्ने होइन विशाल भाइ ए विशाल हेलो भन्न हेलो सन्चै हो भन्न हेलो भन्दा हेलो मेरो म हेरेँ युट्युबमा ब्लग त्यस्तै हो होइन अरू त ब्लग बनाउन यार टिभीमा हेर्ला होइन टिभीमा हेरेर अस्ति खतरा देखिन्न अब यार न आज बर्थडेको लागि बनाउन क्या त अनि आज चाहिँ मेरो सालीको बर्थडे हो होइन हेप्पी बर्थडे साली जन्मदिनको तिमीलाई धेरै धेरै शुभकामना चाहेको सबै कुरा पुरा होस् होइन त्यही हो अरू चाहिँ आज लास्टै मजा आउँछ पार्टी दिन्छु भनेको छैन होइन अब के हुन्छ एकछिनपछि केक ल्याएर जानुपर्ने हुन्छ बजारतिर लालपुरतिर त्यही हो पारा त्यस्तै हो भाग्यो भने निकै हो ठिक छ एकदम फर्स्ट क्लास छ यार और बताओ फिर त्यो अरू त के होइन अनि आज चाहिँ मजा आउँछ बर्थडेमा हेर्नु होला देखाउँछु हजुरहरूलाई टक्कबाट डिजे सिजे बजाउने हो नाच्ने हो म रमाइलो गर्ने हो विशाल भाइ आज नाच्ने हो नि फेरि डान्स गर्ने होइन पुरा यता चाहिँ के भन्छ नि यो चाहिँ भाइहरू भलिबल खेलिरहन् यस्तो गर्मी भयो कि यस्तो गर्मीमा घाममा पनि खेलिरहन् के भनौँ यार धेरै घाम छ क्या टोपी दिँदैन यार बच्चाको यार कहाँ यार तैँले लगाइराखेको छ त्यस्तो छ भान्जा चाहिँ हेर न भिजेर पुरा ए यहाँ त त्यस्तो छ होइन त्यो गाइस अन्तिमसम्म हेर्दै गर्नु होला कस्तो लाग्यो भिडियो सब्सक्राइब गरिदिनु होला गाइस प्लिज म चाहिँ फर्स्ट भ्लग बनाएर चाहिँ अब कस्तो भइरहेको त्यो थाहा छैन मलाई होइन त्यही हो राम्रो छैन भने पनि त्यही पनि लाइक ठोकिदिनु होला यार हो कि नै टक्क मारेर त्यही हो यस्तो छ कि गाउँको पारा होइन गाउँको पारा हो अब कक्षामा घुम्छु यार न गर्मी भएर त्यही त अब त गर्मी त यतातिर धेरै लास्टै गर्मी हुन लाग्यो क्या काम धेरै हो कि त्यसले यतातिर धेरै गर्मी भइसक्यो मैले पनि कक्षा लगाएको छु क्या हेर्नु यस्तो मैले पनि कक्षा लगाएको छु हेर्न सक्नुहुन्छ होइन
यस्तो छ ठाउँ यार यस्तो छ त्यस्तै हो होइन अब चाहिँ ओहो भान्ने जग्गा देख्या बिहा कसम भने भान्दैन रहेछ नि सेम टाढाबाटै भान्दा जस्तो देखिन्न खाने हेर्न त्यो गाइस पारा हो हिँड्न अगाडितिर जान यो कहाँ थियो बोल लगेर गयो पर उहाँ जान जहाँ अरू जाम नै आएर एकछिन आएर देखाउन यार हिँड्न चल डान्स डान्स गो गो डान्स नाचिरहेछ होइन बाबा चाहिँ सुतिरहेछ होइन ल अगाडि जान्छु होइन नगर न चल एकछिन म चाहिँ अगाडि होइन त्यो मैले खनाएको नि त अनि भिन्दाएर मैले खनाएको छोड्थेँ भने अगाडि छु यार म पर अगाडिलाई जान्न हो त्यस्तै अगाडि छु भने पर घर गाउँदा त्यही हो किमु खाएर खाने त हो कि नै यार अस्कैले खुल्यो अरे यार न अब यो चाहिँ अब बाहिरदेखि गेम खेलिरहेको होला ए नुहाएर चिट्टी चट्टो भइरहेछ आइन बाहिरतिर पर्लै झन यार आइज त्यो गाइज यता चाहिँ यस्तो यो किमो हुन्छ कि होइन यो किमो खा होला कि खा छैन हजुरहरूले होइन यस्तो हुन्छ होइन यो कालो कालो हुन्छ फर्स्ट चाहिँ रातो रातो हुन्छ होइन अनि पछि यस्तो हुन्छ क्या फर्स्ट चाहिँ नहुँदाखेरि चाहिँ अर्कै हुन्छ अनि पछि यस्तो हुन्छ रातो हुन्छ अनि पछि यस्तो कालो कालो हुन्छ क्या बबिता दही चाहिँ खानु भएको होला होइन हजुरहरूलाई त्यो अब यो भ्लग चाहिँ कहिले आउँछ त्यो थाहा छैन आज चाहिँ दामी रोइला लगाउने हो क्या त्यो चाहिँ सेतो किमो हो होइन यस्तो छ दामी पारामा हाम्रो ठाउँ गाउँ त पुरा पाकिसक्यो क्या त्यो यार आए हो कि नै भाइ त्यही हो यार अनि हेर्न सक्नुहुन्छ गाउँ पुरा काटिसक्यो पुरा गाउँ काटिसक्यो क्या त्यही हो अनि यता चाहिँ गाउँको पाला यस्तो छ यो चाहिँ पुरा काटिसक्यो क्या यो यतादेखि उतासम्म पुरा काटेको थियो क्या हिजो काटेको होइन हिजो बिहानतिर चाहिँ कोही आएन अनि दिउँसोतिर यस्तो टाइममा आएको यस्तो नै मतलब 3-4 बजे आएको थियो धेरै मान्छेहरू आएको थियो क्या आएको थियो अनि पछि काटियो होइन अनि हिजो सक्यो होइन आज सक्यो कि हल्का के बाँकी थियो कति 5-6वटा बाँकी थियो क्या 5-6वटा बाँकी थियो अनि त्यो काटिसक्यो अनि आज चाहिँ यो पनि पुरा भरिसक्यो हामीले 1, 2, 3, 4, 5, 6 या 7वटामा भरेको होइन ढुङ्गा यो खड्डो पनि खने होइन पुरा टोयलेटको लागि यो टोयलेटको खड्डो खनेको होइन टक्कबाट यो चाहिँ के काम गर्दैन यो 1 नम्बरको ऊ हो साला कामै गर्दैन क्या मुलाले त्यो हो अनि मैले अनि भिनालले चाहिँ गरेको होइन यो पुरा खने हो त्यो हो कहाँ गरिरहेको थिएँ मुला त यो चाहिँ अस्ति हाल्यो अनि ठोक्ने मान्छेलाई बोलाएको थिएँ कि नलको ठोक्ने मान्छेलाई बोलाएको थिएँ मैले गएको थिएँ कि उता फोन गरेर यस्तो बनायो यो नलको अब त्यही हो गाइस होइन कहाँ धिका नआउँथ्यो त्यही हो यो चाहिँ बच्चा कि साला लुले जस्तो छ कि लुले बच्चा जस्तो छ मुलाई
ठाउँ हेर न, ठाउँ कति राम्रो देखियो टक्क बढेर। ल गाइस एकछिन पछि भेटौँला है। ल म चाहिँ अब लालपुर जान लागेको होइन, किनकि केक ल्याउन होइन। अनि आज चाहिँ सालीको बर्थडे थियो, त्यसैले केक ल्याउन निस्केको। त्यो चाहिँ गीत बजाइरहेको छु, मजाले भइरहेको होइन, त्यस्तै छ। त्यसपछि होइन राति देखाउँछु, रमाइलो हुन्छ हो कि नै? नै हो त्यही हो। अनि युट्युबमा हेरेन मेरा यस्तो छ पुरा जङ्गल। अनि एउटा अर्को छली चाहिँ आइरहनु पछाडि पहिला बनाइन्थ्यो नि त त्यो गइ छैन। त्यही हो। ल मेरो भर्खर खोल्या क्या अस्ति 30सम्म पुग्यो सब्सक्राइब। कहिले पनि सब्सक्राइब गरेको छैन भने सब्सक्राइब गरिदिनु होला प्लिज गाइज होइन। त्यो केही भन्दिनँ। त्यही हो। अरू के भन्ने हो? कोमा हल्को लाग्दा के भन्नु अब? के भन्नु के न भन्ने? ब्रेक आरामले लैजाऊ। पार्टी खिलाउँछ भनेको छ कि आज सालीले। नाइ खिलाउने हो खाना खिलाउँछ। कस्तो बाङ्गो टिङ्गो बसिन्न आयो क्या। खोल्दिन लायो मैले गीत बन्द गर्दा मेरो हजार रुपियाँ मैले अलग्गै दिएको थिएँ कि 1500 रुपियाँ होइन। मतलब 1000 रुपियाँ भाडा अलग दिएको थिएँ, 500 रुपियाँ नेपाल दिएको थिएँ कि मैले अगाडि राख्दै लागि म घर 8000 रुपियाँ मात्र 8000 रुपियाँ मात्र भने क्या। हुन्छ त्यही हो। यो चाहिँ पुल हो होइन यताको टक्क पारेर यो खोला हो। अनि त्यो हो गाइस, अरू त के होइन। अब चाहिँ यो पुरा यो उकालो थियो क्या, अनि त्यसैले उत्रेको म होइन। त्यो हो पुरा धुलै धुलो हो क्या त के भन्नु। यस्तो छ यो चाहिँ मन्दिर रहेछ। आजभोलि बनाएको म पहिला त यतै छँदाखेरि हल्का चाहिँ बनाएको थियो। अनि बनाएको थिएन ज्यादा, धेरै चाहिँ बनाएको थिएन। त्यो गाइस ल होइन अन्तिमसम्म हेर्दै गर्नु होला गाइस। ओए आजकल त म भुलिया हो मलाई दोस्त आएको छ होइन। एकछिन त भयो, एकछिन पछि हेर्छु। गाइस अहिले चाहिँ म साइकल चलाइरहेको छु होइन। लास्टै आफत आइरहेको अब भ्लग
तिमीलाई समाउ भनेको मेरो साथीलाई समाउन आउँदैन भन्दा क्या कस्तो छ कस्तो भयो यस्तो छ यो चाहिँ नहर हो होइन थके म त अब त निस्किया छ यार के भन्नु त्यो लास्टै थके यार चलाउन यार कहाँ चलाने हो चलाउँदा थक्यो क्या के भन्नु म अर्को हाल्दै मोबाइल खानु त त्यसैले लौ फेरि सिधा गर यसो गर सिधा गाइजहरु हामी लालपुर जाँदैछौँ क्याको पार्टी भन्न अब मागाइनलाई कहाँ भ्यायो अब कहाँदेखि आयो थकिसकेँ म त हैट हो त्यति टाढा हो चलाउन आएन कि स्कुटी सो यस्तो छ ठाउँ चाहिँ होइन म चाहिँ अलि राम्रोसँग देखिराखेन क्या त्यसैले म चाहिँ एउटा हातले समाइरहेको छु अनि अर्को हातले चाहिँ भ्लग बनाइरहेको क्या एउटा हातले ह्यान्डल समाइरहेको छु क्या त्यसैले यार कहाँ घुम्दै गएन सायद यस्तो छ यस्तो छ त्यो गाइस होइन दिदीलाई पाइने नै कमी आठो गएर सिधा लुगायो नि त लो चलाउन एकताल चलाउन भ्याङ्क थक्यो क्या बन्द गर त्यो अब चाहिँ भ्लग बनाउन राम्रोसँग मिल्ने भयो हो लास्टै थक्यो जाम पनि इन्डिया पनि हेर बनाउँछ काम गर्ने होला नि के हो गाइस बन्द गरेर त्यो बोले के नि कुनै लाग्दो हाना खेला हुन्छ बोले आउने सुनिदैन सुने त फेरि के हो नहुन्नेलाई नुन चाहिँ के बनाउनु फेरि बोलेर त बनाउनु कुरा गरेर पनि बनाउनु त त्यसो किन अन्त मोमो खाएको हुनुहुन्थ्यो चाउमिन खाएको हुनुहुन्थ्यो के खानु त्यो छाडीले क्यान्सर लाग्दो रहेछ नि छाडे त्यो पनि हामी त्यो क्यान्सर लाग्दो हो छाडीले छाडीले क्यान्सर लाग्दो भने खाइराख्नु पर्छ दिनको एक पाकेट खानु पहिले चाहिँ यसमा हर्नुहुन्थ्यो क्या कहिले काहीँ नहरमा यो भित्र खोलोमा हर्नुहुन्थ्यो उतादेखि आएको कि हामी चाहिँ हल्का छ हल्का बाँकी छ अब लाग्दो पुग्न 50 मिनट चाहिँ
साली चाहिँ पागल जस्तो हो क्या खालि आफ्नो आफूले ए यो नखाऊ नखाऊ त्यही त खानुपर्छ होइन दिनको 25 प्याकेट पुरो 20 बोतल दारु त्यो गाइस ल एकछिन पछि भेट्छु अहिले चाहिँ म यता पनि आइसकेको छु होइन बर्थडेमा हेर्दा बर्थडेको बनाएर खाने क्या सबै त्यसैले डिजे सिजे आएको छ अनि केक सिकेल आएको थियो हामीहरू बर्थडे चाहिँ बनाएर त्यस्तो बर्थडे मेन चाहिँ क्यामेरा चाहिँ त्यो गाइस लो डान्स गर्दाखेरि बर्थडे मेन चाहिँ केक मेन चाहिँ केक बाँडिरहेको मेरो दिदी यस्तै हो आज चाहिँ भाइ चाहिँ हेर न भाइ 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 भने हो कि नै भाइ के छ आज चाहिँ रमाइलो हुन्छ कि नै के हुन्छ जस्तो लागिरहेको हो र अनि कतिको रमाइलो गाड्ने हो फेरि अब जति सक्छ ल फेरि ल एकछिन पछि भेट्छु है गाइस ल होइन के गरेर हाने कि यता राम्रोसँग उयो भएर हाने कि कोही के बजाइरहेको कोही के बजाइरहेको क्या साउन्डले के अर्कै बनाएर हाने क्या होइन बुढी अब चाहिँ देउडा खेल्दा खानेर त्यही हो कतिखेर सुत्थ्यो फेरि राम्रोसँग डान्सै गरेर खाने के मजा आएर खाने कि मलाई त त्यो अरू त केही भन्नु छैन यार आज यस्तै भयो अनि लोक चाहिँ लेट आएर आयो किनकि काम धेरै छ क्या त्यसैले होइन यता के देउडा खेलेर खानु पुरा राम्रोसँग के हो किन हेरेको त्यसरी बुढी म एकछिन पछि देखाउँछु है मजा आएर आएन ल सो गुड मर्निङ आज चाहिँ नेक्स्ट डे होइन अनि हिजो त त्यस्तै भयो कोही कसैले रमाइलो गर्दैन कि मजै आएन कि उता किनकि होइन सबैले के रक्सी खाएको थियो कि त्यसैले कोही कसको घरमा पानी फ्याँकिरहेको थियो कोही कसको घरमा पानी फ्याँकिरहेको थियो अनि डिजे चलाउने मान्छे चाहिँ त्यो भोल्युम तलमाथि गरिरहेको थियो कि मजा आएर आएको थिएन क्या त्यसैले होइन आज चाहिँ नेक्स्ट मतलब त्यही ब्लग अनि आज चाहिँ हल्का छोरा हेर्ने काम छ मेरो चाहिँ छोरा हेर्दै बसिरहेको म किनकि अब यसको मम्मी चाहिँ उता हाम्रो गाउँ काट्न जानुभएको क्या गाउँ काट्न गए चाहिँ त्यसैले होइन म चाहिँ छोरा हेर्दै बसिरहेको त्यस्तै हो अनि भित्र चाहिँ दाल पकाएको छ दाल लागेको छ अनि त्यो पनि हेर्नुपर्ने हुन्छ होइन त्यस्तै हो नास्ता बिना पनि खाइसक्यो अब त्यो गाइस अब के भन्ने होला र यस्तो छ क्या एक्लै खेल्छु कि मजासँगले कतिखेर लास्टेज हुन्छ कि दिमाग खराब गर्छ कि कतिखेर त के भन्नु कतिखेर एक्लै खेल्छ अब आफ्नो मम्मीले देखेपछि
रोन्छ क्या धेरै कसैसँग पनि जाँदैन कि त्यस्तो छ होइन त्यो गाइज अब चाहिँ के होइन अब उसको के यता भिनाको उसको रोडीको अनि सिमेन्टको गाडी आउने भन्दा चाहिँ कति हो 10 कट्टा सिमेन्ट अनि रोडी आउँछ रोडी नभए के आउँछ बलुवा सलुवा के आउँछ अनि त्यो उतार्नु पर्ने हुन्छ होइन सिमेन्ट चाहिँ यतादेखि उता सराउनु पर्ने हुन्छ अनि गड्डो चाहिँ टोइलेटको गड्डो चाहिँ खनिसक्यो होइन अहिले देखाएको होला उता हेर्नु होला गाइस होइन कसैले पनि लाइक गरेको छैन भने लाइक सब्सक्राइब सेयर गर्नु चाहिँ नबिर्सनु गाइस सब्सक्राइब पनि धेरै भएको होइन आजभोलि खोलेको होइन त्यस्तै हो के होइन बाहिर चाहिँ पुरा घाम लागिसकेको छ आज चाहिँ यो मुठा बोक्नु पर्ने हुन्छ कि यो गाउँको मुठा बोक्नु पर्ने हुन्छ होइन अरे धेरै आपत्ति निस्किन्छ कि अनि मुठा बोक्नु पर्ने हुन्छ त्यो के हुन्छ काम सबै हेरौँ हिजो चाहिँ 12 बजी सुतिरहेँ म 12 बजी सुतेँ 12 साढे 11 बजीतिर सुताएको थिएँ म अनि बिहान कति बजी उठेँ 5 बजी उठेँ अनि मेरो बाबु उठाइदियो अनि उठ्यो त्यस्तै अरे सुत्नै दिँदैन कि त्यसपछि बाल चुड्छ कि त्यसैले बाल चुड्छ अनि निन्नै लाग्दैन कि त्यसैले अनि त्यसलाई हेरेँ अनि यसको मम्मी चाहिँ सुतिरहेको थियो कतिखेर उठिरहेको थिएँ त्यो गाइस यस्तो चाहिँ यार के भन्नु चलेर आइजाऊ आइज उठ कसले त्यो यार अरू त के भन्नु त्यसै जिन्दगी हाम्रो अब तल बस्दा तल कहिले बस्दा यता चाहिँ दाल लगाएको छ कि यता दाल पकाउन मतलब लगाउनु लाग्यो अनि मैले यता आगो सागो बाल्नु पर्ने हुन्छ क्या आगो बाल्नु पर्ने हुन्छ त्यसैले त्यो यस्तै छ यार कतिखेर चाहिँ उभिन्छ क्या आफै उभिन्छ अब यो चाहिँ वैशाखको 8 गते 1 वर्ष पुग्छ क्या अनि तीनटा दाँत आइसक्यो अनि त्यो कतिखेर चाहिँ उभिन्छ होइन कतिखेर उभिन त उभिन्छ तर हिटिसक्दैन क्या त्यस्तो छ अनि यो साइकल चाहिँ भिनाले किन्नु भएको थियो मतलब मेरो ससुरालीदेखि किन्नु भएको थियो कति 8,000 को किन्नु भयो होला 8,000 को किनेको हो नि त्यसैले होइन साइकल त ठिक छ त्यो के भन्नु होइन ठिकै हो अनि यता चाहिँ गहुँ काटेको होइन नि अब यो चाहिँ मतलब पाकेको होइन नि त त्यसैले पुरा के भन्छन् हरियो छ नि त त्यसैले काटेको होइन नि यो चाहिँ पछि काट्छ नि त्यो सुकेपछि उड्नलाई खोजिरहेको कि यसले त्यो गाइस होइन अब चाहिँ भिडियो चाहिँ अन्तिमसम्म पुगिसकेको छौँ होइन किनकि भिडियो अब धेरै लामो भइसक्यो क्या छैन होइन त्यो चाहिँ के भनौँ यार ल आजको भ्लग चाहिँ यहाँ अन्त गर्छु हजुरहरूलाई कस्तो लाग्यो होला सब्सक्राइब सेयर गर्नु चाहिँ नबिर्सिनु गाइस थ्याङ्क्स फर वाचिङ माई भिडियो लभ यु गाइस बाई बाई